सो हेलो गाइज हैन अब हामी चाहिँ कहाँ हो भने मलाई थाहा छैन र तपाईहरु गेस गर्नु होला हामी कहाँ छौं भनेर हामी अहिले के भन्छ बादलभन्दा पनि हामी माथि छौं भने हेर्न सक्नुहुन्छ हैन यता हेर्न सक्नुहुन्छ हामी बादलभन्दा पनि माथि छौं पहाडमा कति टाढा छ एक दिन लाग्यो हामीलाई यहाँ पुग्नलाई हामी कहाँ छौं भने तपाईहरु एकदम गेस गर्नु होला म एकदम चिलमा छु एकदम मस्त फिलिङ लागिरहेछ यता पनि पुरै सिनमा ले कडकेर रहेछ कुरो अहिले लागिरहेछ त्यही हो किनभने बादल यहाँ निकै क्वान्टिटीमा लागिरहेछ र त्यही हो हामीले एकदम पुरै मस्तले टल्काएर एकदम मुने बादल हेर्न सक्नुहुन्छ है तपाईले बादल तल छ हामी एकदम माथि छौं उता सायद के हो थाहा छैन आरो उता रानी महल जस्तै लाग्छ त्यो तर हो कि होइन थाहा छैन किनभने आई सरी हैन अलि अब धेरै दिन भयो नि त अब भिडियो नबनाएको त्यसैले अब यस्तै भइराछ मेरो भोइस पनि अलि त्यति क्लियर भएको छैन मेरो अहिलेसम्म इम्प्रुभ भएको छैन मेरो लाइक त्यसरी म्यानेज गर्नु होला तपाईहरु अब जे जस्तो भए पनि हैन हामी यहाँ खास गरी यहाँ हामी आएको यहाँ पार्टी गर्नलाई त्यही हो र केटाहरु त्यहाँ भने तल छ केटाहरु यहाँ सबै तलमा छ अब हामीलाई घिच्न जानु पर्ने हुन्छ यहाँ सबैजना केटाहरु छ हैन अनि हामीले घिच्नु पर्ने हुन्छ सरी गाइस त्यहाँ किरण मुतिरा छ हैन हामी नहेरौं सो त्यही हो मैले सबै लुगाबाट यही फुकालेर राखिसकेको छु हैन किनभने राति निकै नै जाडो थियो यहाँ हावा पुरै सिरिरै चलिरहेको थियो अनि त्यही कारणले मैले लाएको थिएँ अब नलाम किनभने अब घाम पनि उदायो हैन हामी जानुपर्ने हुन्छ अब तल खानु पर्ने हुन्छ अनि यहाँबाट निस्किनु पर्ने हुन्छ हैन अनि त्यही हो आजको मिनी ब्लग यही समाप्त हुनेवाला छ किनभने अब तलको बाटोमा अब एडभेन्चर लाइक के हुन्छ भने साइकलमा हामी आउँछौँ हैन त्यसैले साइकल समात्नु कि यो फोन समात्नु के गोप्रो हुन्थ्यो भने बेग्लै छुट्टै मजा हुन्थ्यो त्यसैले हामीले भिडियोलाई यही समाप्त गर्ने वाला छौं तपाईलाई कस्तो लाग्यो सानो ब्लग पनि आफ्नो प्रतिक्रिया दिनु होला धन्यवाद र यहाँ एउटा कुरो कल्ले यहाँ खाएर छाड्या छ यसरी छाड्नु नहोला हैन किनभने यहाँ थुप्रै यता पनि फाल्या छ धेरै फाल्या छ हामी भन्दा पनि एउटा अलिक अर्कै टिम आएको थियो हैन सायद नक्कली थियो होला यहीको त्यही यस्तो फोहोर पारेछ हाम्रो पुरै ठाउँ एकदम क्लिन छ सबै हामी डराइसकेका छौं हैन अनि यताको भने अलिक फोहोर जस्तै छ त्यो हामी नहेरौं किन हेराउनु यार फोहोर छ हैन फोहोर हामी नहेरौं ल ठीक छ म गएको अब तल खानु पर्ने हुन्छ त्यति नै हो यो सिधै छ यो सिरी उता जानु पर्ने हुन्छ त्यही हो कुरा सक्यो अब हामी गइराछौं तल यार म गइराछु तल माथि गन सक्यो हाम्रो यहाँ चिक्स लाइक ड्युडहरु छ यहाँ हैन भोजन छाजन गर्नलाई यहाँ बस्या छ त्यही हो